जथाभावी मुद्दा हाल्ने अनि जथाभावी मानिसहरूलाई चाहिँ चरित्र हत्या गर्दै हिँड्ने एउटा नेपालको नम्बर 1 कलङ्कै बनेको अवस्था थियो। युवराज सफल भन्ने मान्छे, उसलाई नेपाल प्रहरीले हिजो पक्राउ गर्यो। अब पक्राउ पनि यस्तो मान्छेको कारणबाट भएको छ कि एकजना महिलाको नराम्रो फन्दामा पर्यो। यो अहिलेको महान्यायाधिवक्ता सविता भण्डारीले चाहिँ यसको कारबाहीको लागि प्रक्रिया अगाडि बढाएकी छिन्। पहिला रवि लामिछानेलाई अनि यसै गरी अरू समाजमा जो चर्चामा राम्रो एउटा व्यक्तित्व बनाउन खोजेको हुन्छ त्यस्ता मान्छेको विरुद्धमा मुद्दा हाल्ने, च्याखे थाप्ने अनि चाहिँ भट्टी पसल तताउने अनि 2-4 युट्युबहरूलाई भेला पार्ने अनि आफ्ना गफ र कहानी दिने गरेर चाहिँ यसले समाजलाई एउटा दुर्गन्धित बनाइआएको अवस्था थियो। युवराज सफल अथवा युवराज पौडेल अथवा चाहिँ जनजिब्रोमा कलौटे भनेर पनि भन्ने गरेका व्यक्ति, यी युवराज पौडेल, युवराज सफल कलौटेलाई चाहिँ प्रहरीले पक्राउ गरिसकेपछि लगाएको एउटा चाहिँ